होइन हनुमानै हो क्या हो यो मान्छे त कतितिर बाँस काटेर लिएर आएको हनुमान त होइन म तर गाई बस्तुको लागि ल्याउनै पर्यो ल्याउनु त पर्यो हो नि बिचरा खाना पाएर के गर्ला अन्त तिनीहरूले ल्याउनै पर्यो यस्तो घाममा लोखुन्डी दियो म गएर पानी लिएर आउँछु अरू खानुहुन्छ र दिदी यो पुग्यो मलाई यतिकै नि गर्मी भएको छ अब घाँस बिजाउनु पर्यो हिजो राति काटेको अब बिहान सुकाएर अहिले गाईलाई दिन पर्ला हामी सुकिसकेन तिमी यहाँ बाख्रालाई पानी हाल्छौ त ए बहिनी यहाँ आऊ त राति के खाना पकाउने त्यो भन न बरु पकाउँदै गर छिटो के पकाउने होला त आफ्नै बारीमा फलेको खाम्ला नि त त्यहाँ मैले देखेको थिएँ गोबी फलेको जस्तो देखेको थिएँ त्यही खाम्ला नि त गोबी त्यसो भए बारीतिर एकछिन जाऊँ न त केही भेटिन्छ धनियाँ टिप्नु पर्यो यही गोबीलाई पकाउँला है राति हुन्छ म गाईलाई कुडो दिन्छु भोकाए जस्तो छ कुडो पनि हालिदिएँ सोत्तर पनि बिछाइदिएँ अब मेरो काम सक्छ बहिनी साँझ हाम्रो घरतिर खाना आऊ है के भएर दिदी सानो दिदी आउनुभएको थियो हाम्रो घर ए त्यो राति खाना बोलाउनु भएको थियो ए त्यसो भए त गोबी उखालेको त्यत्तिकै हुने भयो ठिकै छ त ल अब जाने तयारी गरौँ न त ए